के तपाईँ कहिले यो ठाउँमा पुग्नु भएको छ? नमस्कार एभ्रिवान। आजको दिन सुरु हुन्छ भाउजूको बर्थडे सेलिब्रेसन गरेर। आउटिङ जानको लागि हाम्रा दुईजना हिरोहरू अघि तयार भएर बसिसक्नु भएको छ। आजको भ्लगको मेन क्यारेक्टर भनेको हाम्रो पुङ्कुली नानी हुन्, जो आज केटी भएर आएकी छिन्। म, विशाल, रञ्जन ज्वाइँ, अस्मिता अनि मम्मी अनि सानो बाबुसहित हामी सबैजना घुम्नलाई तयार भएर गाडीमा बसेर निस्किसकेका छौँ। रञ्जन ज्वाइँले ड्राइभिङ गरिरहनु भएको थियो अनि केही गीतहरू बज्दै, केही गफ गर्दै, केही हाँस्दै अनि हाम्रो पुङ्कु पनि आफ्नै दुनियाँमा रमाउँदै हामी सबैजना यात्रातिर लागिरहेका थियौँ। हाम्री सानीले गाडीमै भोक लागेर बुबु खाँदै छिन्। अरूले ढिलो गर्छन् भनेर म चाहिँ पुकुलीलाई बोकेर लागेँ एक्लै। हामी पुग्यौँ अहिले सोसल मिडियामा निकै भाइरल बनेको बर्नेको शिरीषको रुख हेर्न। टाढैबाट देखिने त्यो विशाल रुख वरिपरिको हरियो अनि चिसो हावाले ठाउँलाई झन सुन्दर बनाएको थियो। शिरीषको रुख भन्दा पनि त्यहाँ आउने मान्छेहरूको चलपहलले गर्दाखेरि त्यो ठाउँमा अझ सुनमा सुगन्ध थपेको थियो। यस्तो सानो फ्यामिली आउटिङहरूले परिवारलाई अझ नजिक बनाउँदो रहेछ। आजको यो भ्लगको भिडियो चाहिँ पुङ्कुलीले एडिट गरेर आजको दिन यही समाप्त भयो। धन्यवाद। सबैजनाले फोटो खिच्दै, भिडियो बनाउँदै र प्रकृतिको मजा लिँदै निकै रमाइलो समय बितायौँ।